हामी धेरै लामो समयदेखि प्रतीक्षारत रहेको विधेयक प्रहरी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक चाहिँ सरकारको तर्फबाट प्रस्तावित भएको छ र हामी छलफलमा सहभागी छौं। ढिलै भए पनि यो विधेयक आएकोमा म सरकारलाई धन्यवाद नै भन्न चाहन्छु र यहाँ जे विषयहरू प्रस्तुत भएका छन् सैद्धान्तिक रूपले पनि नीतिगत रूपले पनि यी पहिलेदेखि छलफलमा रहेकै विषय हुन्। मैले आफू सरकारको नेतृत्वमा रहँदा पनि प्रहरी सम्बन्धी विधेयक बारे विभिन्न कोणबाट छलफल हुने गरेको र त्यसलाई अगाडि बढाउने तयारी भएको सन्दर्भमा अहिले प्रस्तावित भएको विधेयक बिल्कुल आवश्यक छ र यसमाथि व्यापक छलफल बहस गरेर दफावार पनि र सम्बन्धित र सरकारवाला सबैको पनि राय सुझाव लिएर यसलाई अधिकतम परिमार्जन सहित पारित गर्ने कुरामा हामी सबैको ध्यान र जोड जानेछ भनेर म विश्वास व्यक्त गर्न चाहन्छु। यो किनभने हामी धेरै वर्षपछि यो विधेयक प्रस्तावित भएको छ र हामी छलफल गर्दैछौँ। हुन सक्छ फेरि अर्को धेरै वर्षसम्मको लागि यो ऐन बनिसकेपछि त्यस्तै परिस्थिति आउन सक्छ। त्यसकारण हामीले यो समयलाई अधिकतम सदुपयोग गर्ने ढङ्गले सोच्नुपर्छ भनेर राख्न चाहन्छु। तेस्रो कुरा अघि यहाँ थोरै विषय पृष्ठभूमिको रूपमा पनि प्रस्तुत भयो। नेपालमा प्रहरीसँग सम्बन्धित संगठन ऐन कानुन बन्ने प्रक्रियाका विभिन्न आयामहरू छन्। एउटा र मुख्य रूपमा भनियो भने ब्रिटिश इन्डिया हुँदाखेरि त्यहाँका अनुभव र त्यहाँका प्रक्रियाहरूलाई हामीले प्रत्यक्ष रूपमा लिने एउटा क्रम चल्यो। अलि अगाडि गएपछि विश्वभरि भएका अभ्यासहरू र त्यसबाट सिक्ने क्रम पनि फेरि अझ अगाडि बढ्दै गयो र हामी त्यो प्रक्रियामा अहिले एउटा नयाँ युग नै भनिन्छ। एकातिर ग्लोबलाइजेसनको युग भनिन्छ, अर्को डिजिटलाइजेसनको युग भनेर भनिन्छ र यो युगसँग सम्बन्धित भएर प्रहरी सेवालाई कसरी अझ भरपर्दो प्रभावकारी र व्यवस्थित गर्न सकिन्छ भन्ने विषय यति बेलाको हामी सबैको निम्ति गम्भीर चासोको विषय बनेको छ। म के भन्न चाहन्छु भने संक्षिप्तमा हामीले यो विधेयकमाथि छलफल गर्दै गर्दा एकातिर अहिले विश्वमा विकास भएका असल अभ्यासहरूबाट रेफरेन्सको रूपमा तिनलाई लिने, गम्भीर रूपले त्यसको अध्ययन गर्ने र सबभन्दा उत्तम सबभन्दा राम्रा अभ्यासहरूबाट सिक्ने एउटा प्रयास, अर्को हाम्रो आफ्नै इतिहास, हाम्रो आफ्नै आन्दोलन, हाम्रो आफ्नै राजनीतिक परिवर्तन र हाम्रो संस्कृति, हाम्रो जातीय भौगोलिक बनावटसँग सम्बन्धित भएर पनि प्रहरीसँग सम्बन्धित सेवा या विधेयकलाई हेर्नुपर्ने, यसको एउटा अन्तर्राष्ट्रिय आयामबाट र एउटा राष्ट्रिय आयामबाट हेर्नुपर्ने र अझ बढी भनियो भने हामी नेपाली समाजको विकास क्रम, नेपालको शान्ति सुरक्षाको विकास क्रम र राजनीतिक परिस्थितिको विकास क्रमसँग जोडेर पनि यसलाई अध्ययन गर्ने र निरूपण गर्नेतिर ध्यान दिन आवश्यक छ भनेर म अर्को कुरा विशेष रूपले जोड दिन चाहन्छु। हामी कहाँ एउटा चीज के भएको छ भने हामीले आन्दोलन, विभिन्न खालका संघर्षहरूको बलबाट राजनीतिक परिवर्तन त सापेक्षिक रूपले सजिलै र ठुल्ठुला घोषणा हामीले गर्ने गरेका छौं, तर त्यसैको तादात्म्य हुने गरी त्यसको तुलनामा हाम्रो कर्मचारी तन्त्र, हाम्रो सुरक्षा संयन्त्र, हाम्रो अन्य ऐन कानुनहरू त्यही अनुसार चाहिँ परिवर्तित हुने गरेका छैन र एउटा कता कता तनावको स्थिति भने के छ भने एउटा प्रवृत्ति चाहिँ पछाडि नै फर्किन पाए सजिलो र राम्रो त पहिलेकै थियो भने जस्तो गरेर परिवर्तनलाई आत्मसात गर्ने र त्यस अनुकूलका ऐन नियम कानुन संस्कार संस्कृति कार्यशैली
बनाउनेतिर भन्दा जाने मानेको कुरो पहिलाकै त्यही बरु ठिक थियो कि के हो भन्ने खालको एउटा प्रवृत्ति। अर्को होइन, हामीले जो राजनीतिक परिवर्तन ठुलो सङ्घर्ष बलिदान पछि अथवा जनताको ठुलो पहल पछि प्राप्त भएको छ त्यसलाई आधार बनाएर हामीले ऐन कानुन हाम्रा कार्यशैली संस्कार परिवर्तन पो गर्नु पर्यो भन्ने अर्को सोच। यी दुईटा सोचहरू कता कता एकअर्कामा चाहिँ एकअर्कालाई प्रभाव पार्ने गरी बहसमा छन्। यसलाई मैले नकारात्मक रूपले भन्न खोजेको होइन। यो प्रवृत्तिगत चाहिँ बहस र विवाद चाहिँ हुने गर्छ जहाँ कहीँ पनि। ठुल्ठुला क्रान्ति परिवर्तन पछि पनि लोकतन्त्रलाई बुझ्ने सन्दर्भमा, त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा, त्यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा बहसहरू हुने गरेका छन् र हामी कहाँ पनि स्वभावैले त्यो परिस्थिति छ। तर हाम्रो संविधानले र हामीले घोषणा गरेको परिवर्तनको माग चाहिँ के छ भने हामी नयाँ संविधान अनुसार परिवर्तन र लोकतान्त्रिक गणतन्त्रको माग अनुसार हामीले छिटोभन्दा छिटो ऐन कानुन बनाउने, संविधानको मूल मर्म र भावना अनुसारका ऐन कानुन बनाउने र त्यसलाई इमानदारीका साथ कार्यान्वयन गरेर जनतालाई एकातिर विकास र को प्रत्याभूति दिने र अर्को शान्ति सुरक्षाको पनि अहिलेको समय सापेक्ष प्रत्याभूति दिने कुरामा नै जोड गर्नुपर्छ भन्ने मूल कुरा हो। र अर्को प्रवृत्तिसँग हामी जो बहस गर्छौं त्यो बहसले लोकतन्त्रलाई सुदृढ गर्न मद्दत गर्नुपर्छ र हामीले त्यसलाई लिँदा पनि गणतन्त्रलाई सुदृढ गर्ने आधारको रूपमा लिनुपर्छ। त्यो विवादलाई नकारात्मक मात्रै बुझ्नु भन्दा पनि त्यसले हामीलाई आफ्ना कमीहरू कहाँ भए र कहाँ हामीले सच्याउन जरुरी छ भनेर सतर्क गराउन भूमिका खेलेको अर्थमा हामी गणतन्त्रवादीहरूले लिनुपर्छ भनेर पनि म ठान्छु। र अब यो विधेयक जो आएको छ, अब यहाँनिर चाहिँ समस्याहरू मान्य सदस्यले जे जति राख्नु भएको छ संवेदनशील पक्कै पनि छन्। समाज विकासको र त्यसमा पनि मुख्यतः राजनीतिक सिस्टम र राजनीतिक लिडरशिपको सोच र शैलीको प्रभाव सर्वत्र पर्न जान्छ। हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने त्यसको प्रभाव पर्छ सिस्टमको पनि र त्यो सिस्टम सञ्चालन गर्ने पोलिटिकल लिडरशिपको पनि सोच शैली र संस्कारको प्रभाव ब्युरोक्रेसीमा पनि पर्छ, प्रहरी संगठनमा पनि पर्छ, सर्वत्र त्यसको प्रभाव पर्छ। त्यसकारण पोलिटिक्स इन कमान्ड भन्ने जो सिद्धान्त बनेको छ, राजनीति अरू सबै नीतिको पनि नीति हो भनेर भनिनुको तात्पर्य पनि त्यही हो। हामी कहाँ पनि त्यही छ। कुनै न कुनै रूपले एकले अर्कालाई प्रभावित त पारेकै हुन्छन्। यदि विसङ्गति ब्युरोक्रेसीमा छ भने त्यो ब्युरोक्रेसीको प्रभाव पोलिटिकल लिडरशिपमा कमजोरी छ भने त्यसको प्रभाव ब्युरोक्रेसीमा चाहिँ प्रहरीमा पर्ने गरेका थुप्रै दृष्टान्तहरू हामीले देखेका भोगेका पनि छौं। तर हाम्रो जिम्मेवारी के छ भने हामीले अनुभवबाट सिक्ने, कमी कमजोरीहरू रियलाइज गर्ने, त्यसलाई सच्याउने र अगाडि बढ्ने हाम्रो जिम्मेवारी चाहिँ त्यो हो। त्यो जिम्मेवारी पूरा गर्ने ढङ्गले सोच्न जरुरी छ। त्यसरी हेर्दा यो विधेयक अहिले जो प्रस्तावित भएको छ, कयौं कुरा मैले विगतमा भएको छलफललाई सम्झिँदा म आफै बालुवाटारमा हुँदा पनि यो विषयमा धेरै पटक धेरै कोणबाट छलफलहरू भएका छन्। ती सबै अनुभवको आधारमा यसलाई परिमार्जन गर्ने र चाहिँ लामो समयलाई विचार गरेर यसलाई पारित गर्नेतिर सोच्नुपर्छ मैले भन्ने छोटोमा एउटा यो छ। अर्को कुरा, हामी समितिमा बस्छौं, छलफल गर्छौं, मान्य सदस्यहरूले अध्ययन गरेर विचार गरेर चिन्तन मनन गरेर चाहिँ पारित पनि गर्छौं विधेयकलाई। कोही सर्वसम्मतले, कहिलेकाहीँ फेरि भोटिङबाट भए पनि पारित गर्छौं। तर हामीले पारित गरेका प्रस्तावहरू, विधेयकहरू पनि फुल हाउसमा पुग्ने बेलासम्म त्यहाँ धेरै किसिमका चलखेलहरू हुने गरेका छन्।
त्यसमा डिले हुने गरेको छ, धेरै धेरै चिजहरू हुने गरेका छन्। ती सबै अहिले मैले भन्न सम्भव पनि छैन, आवश्यक पनि छैन। अहिले पनि म असाध्य बढी चिन्ता मैले सार्वजनिक रूपले व्यक्त गरेको नि मलाई लाग्छ माननीय सदस्यहरूले सुनिराख्नु भएको होला। देशको समग्र राजनीतिक परिस्थितिलाई हेरेर र केही संवेदनशील र असाध्य महत्त्वपूर्ण विधेयकहरू जो हामीले धेरै मेहनत गरेर सदनमा पुर्यायौं, सदनबाट समितिमा आयो, समितिमा छलफल गरेर हामीले पारित पनि गर्यौं, तर सदनमा पुगेर कार्यसूचीमा चढेर पनि हटाइने जस्तो प्रक्रिया देख्दा बडो चिन्ता पनि मलाई भएको छ। मैले त कतिपय कुरा सरकारसँग अलिकति समझदारी बनाऊ भन्नुको पछाडिको एउटा कारण चाहिँ यी असाध्य संवेदनशील र महत्त्वपूर्ण विधेयकहरू छिटो ऐनमा परिणत हुन्। हामीले किनभने संघीय निजामती विधेयकको कुरा मैले नै धेरै मेहनत गरेर सदन पुर्याएको हो। अनि विद्यालय शिक्षा ऐन जो अहिलेको सरकारले पनि शिक्षकहरूसँग सम्झौता गरेर असार 15 गतेसम्म ल्याइन्छ भनेर सहमति पनि गरिसकेको ऐन छ। त्यो पनि मैले नै फेरि सदनमा पुर्याउन नेतृत्व गरेको नाताले पनि र अनि नागरिकता लगायतको अन्य विषयहरूको कारणले पनि बरु सरकारसँग केही लचिलो भएर समझदारी गरेर भए पनि यी महत्त्वपूर्ण संघीय निजामती ऐन यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नको लागि अत्यन्त संवेदनशील ऐन भित्र पर्छ। त्यस्तै विद्यालय शिक्षासँग सम्बन्धित विधेयक पनि त्यतिकै महत्त्वपूर्ण छ भनेको, तर कता कता अहिले अलि बढी चिन्ता भइरहेको छ। कतै फेरि यो यसलाई त्यतिकै टारिने त होइन भन्ने चिन्ता भएको छ। त्यस्तो नहोस् भनेर मैले सरकारको पनि ध्यानाकर्षण त गराइराखेको छु। अहिले यहाँ माननीय गृहमन्त्री र माननीय रक्षा मन्त्री पनि हुनुहुन्छ। म यहाँ पनि म विशेष रूपले अपिल गर्न चाहन्छु त्यसो नगरियोस्। त्यहाँ कहीँ कतै त्यस खालको छेडखानी चाहिँ यी विधेयकहरूमाथि त्यसलाई डिले गर्ने या कुनै तरिकाले यहाँ सर्वसम्मत भएका कुरालाई पनि फेरि हामी यहाँ छलफल गर्ने मान्य सदस्यहरूले र मुख्यतः सभापतिजीको रोल चाहिँ महत्त्वपूर्ण हुन्छ। उहाँले महत्त्वपूर्ण रोल खेल्दै पनि आउनु भएको छ। संयोजनकारी भूमिका र त्यसलाई एउटा टुङ्गोमा पुर्याउने सभापतिको हैसियतले भूमिका खेलेकै मैले देखेको छु र यसलाई यी पारित यहाँबाट पारित भएका विधेयकहरू सदनमा ठिक ढङ्गले समयमा प्रस्तुत हुन् र पारित हुन् भन्नेतिर पनि हामी सबैको पनि ध्यान गम्भीर रूपले गइराख्नु पर्ने सभापतिजीको र यहाँ मान्य मन्त्रीजीहरू भएको हुनाले मान्य मन्त्रीजीहरूको पनि ध्यान आकर्षण गराउन चाहन्छु। र यो प्रक्रियाबाट अगाडि बढेर मात्रै हामीले फेरि चाहिँ लोकतन्त्रलाई सुदृढ गर्ने कुरा र जनतालाई सेवा प्रदाय गर्ने कुरा हो। यहाँ अघि एकजना मान्य सदस्यले भन्नुभयो प्रहरीकै कुरा गर्दा, शान्ति सुरक्षाको कुरा गर्दा जनताले पहिला हेर्ने सरकारको अनुहार प्रहरीबाटै हेर्ने हुन्छ। यहाँ त्यो कुरा पनि आयो। हाम्रो त्यति राम्रो अनुभव चाहिँ छैन। माथि त ठिकै ठिकै देखिन्छ माथिल्लो लिडरसिप लेभलमा कुरा गर्दा, तल र फिल्डमा जाँदाखेरिका अनुभवहरू धेरै तिता अनुभवहरू पनि छन्। त्यसलाई पनि मध्यनजर गरेर त्यसलाई रोक्ने के उपाय हुन सक्छ भन्ने कुरालाई पनि ध्यान दिएर यसलाई परिमार्जन गर्नुपर्छ भन्ने मलाई लाग्छ। मैले अहिले केही विषयहरू यति नै उठाएँ। पछि फेरि अर्का बैठकहरूमा छलफल गर्ने गरी म अहिले बिदा हुन्छु। धन्यवाद।